अब सङ्घीय सरकारबाट परिचालित सम्पूर्ण कर्मचारीको तलब 15 दिनमा आउने भएको छ साथीहरू। तपाईहरुको तलब अब महिना दिन कुर्नु पर्दैन, 15 दिनमा आउने लेखा नियन्त्रक कार्यालयले जनाएको छ। अब यो अर्थ मन्त्रालयकै लेखा नियन्त्रक कार्यालयबाट नै सुरु गर्ने भनिएको छ। यही भदौबाट आउनेछ तलब। यो गत वैशाखमै सोडिम वाग्लेले यसको 15 दिन तलब निकाल्ने आयोजना आइडिया ल्याइसकेका थिए, तर वैशाखमा यो प्रणालीमा समस्या देखेको कारणले, प्रणालीको विकास नभएको कारणले चाहिँ यो अब चाहिँ यही भदौबाट चाहिँ अब 15 दिनमा सरकारी कर्मचारीको तलब आउनेछ साथीहरू। अब तपाईलाई यो अर्थ मन्त्रालयको अहिले कस्तो लागिरहेको छ अहिले निर्णयहरू? अस्ति अलिअलि कर बढाएर धेरैले विरोध पनि गरेका थिए बीचमा अर्थमन्त्रीको। पछि चाहिँ बालेन सरकारले शिक्षा र स्वास्थ्यमा कर हटाउने भनेपछि त्यसपछि अलिकति विरोध कम भएको हो। त्यसपछि चाहिँ सोडिम वाग्लेले यो पुरस्कार प्रोत्साहन स्वरूप प्रत्येक दिन 1-1 लाख, यो बिल सामान किनेर बिल ल्याउनेलाई प्रत्येक दिन 1-1 लाख र 15 दिनमा 10-10 लाख दिने, त्यसरी पुरस्कार प्रोत्साहन स्वरूप दिने यो योजना ल्याएर आफैले घोषणा गरेपछि उनको तारिफ गर्न लागेका मानिसहरू। तर अहिले 15 दिनमा यो तलब भत्ता दिने भनेका छन् सङ्घीयबाट परिचालित कर्मचारीलाई। यो तपाईलाई कस्तो लाग्यो? प्रतिक्रिया दिनु होला। 15 दिनमा तलब ठिक कि 1 महिनामै दिएको ठिक?